हेलो साथीहरू, सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी योभन्दा अगाडिदेखि नै हामीले लोकसेवामा नासु तथा खरिदारका विभिन्न पेपरका इक्जामहरू ल्याउने क्रममा आज चाहिँ हामीले स्पेसल्ली नासुको सेकेन्ड पेपर रहेर छलफल गर्नेछौँ र हामीले कानुन र यसको महत्त्व भनेर माथि देख्न सक्छौँ र कानुन के हो, यसको महत्त्व के छ, त्यसैगरी कानुनका स्रोतहरू के हुन सक्दछन् त भन्ने विषयमा रहेर छलफल गर्नेछौँ र तपाईहरुलाई मैले यहाँनिर स्लाइड सोबाट चाहिँ आजको डिटेल इन्फर्मेसन दिन चाहन्छु, किनभने यसरी लेखेर पढाउँदाखेरि त्यो चाहिँ अलिकति लेन्दी हुन सक्छ। ल आउनुहोस् भिडियो सुरु गरौँ है त। र स्क्रिनमा देख्न सक्नुहुन्छ कानुन र यसको महत्त्व लेखिएको छ। कानुन र यसको महत्त्व र यो कानुन भनेको तपाईँ हामी सबैले थाहा भएकै कुरा हो। यहाँनिर देख्न सक्नुहुन्छ कानुन मुलुकको शासन व्यवस्था सञ्चालन गर्न तथा सामाजिक र मानवीय व्यवहारलाई नियमन गर्नका लागि तर्जुमा गरिएका नियमहरूको संग्रह नै के हो त कानुन हो। एकदमै सिम्पल डेफिनेसन, मुलुकको शासन व्यवस्था सञ्चालन गर्नको लागि सामाजिक र मानवीय व्यवहारलाई नियमन गर्नका लागि तर्जुमा गरिएका सम्पूर्ण नियमहरूको संग्रह नै के हो त कानुन हो। र यस अन्तर्गत अब थुप्रै कुराहरू पर्छन्, अहिले हामीले यहाँनिर हेर्छौँ। र सेकेन्ड पोइन्टमा देख्न सक्छौँ कानुन समाजमा शान्ति सुव्यवस्था कायम गर्न राज्यको सर्वोच्च शक्तिद्वारा लागू गरेका सबै प्रकारका नियम र सिद्धान्तको सङ्गालो नै के हो त कानुन हो। त्यसैगरी मुलुकको वैधानिक शक्तिबाट जारी गरिएका संविधान, ऐन, विनियम, अध्यादेश, निर्देशिका आदिलाई के भन्छ कानुनको रूपमा लिन्छ। सम्पूर्ण ऐन, नियम, त्यसपछि विनियम, अध्यादेश, निर्देशिका, संविधान सबै कुरालाई कानुनको रूपमा लिइन्छ। र यो कानुन, यो त भयो कानुनको परिभाषा। र कानुनको महत्त्व किन छ त हैन? कानुनको महत्त्व किन छ? पक्कै पनि कानुन त्यतिकै महत्त्व आवश्यकता नभए त कानुन निर्माण गरिँदैन। र यो कानुनको के महत्त्व छ भन्दाखेरि अब हामीले यहाँनिर हेर्छौँ, मुलुकको शासन व्यवस्थालाई वैधानिक ढङ्गले सञ्चालन गर्नको लागि, मुलुकको शासन व्यवस्था जुन छ यसलाई चाहिँ वैधानिक ढङ्गले सञ्चालन गर्नको लागि कानुनको आवश्यकता पर्दछ। त्यसैगरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु पर्यो, अपराधहरू बढ्न सक्छन् हैन, त्यसका लागि कानुन चाहियो। त्यसैगरी समाजमा मानवीय व्यवहारलाई नियमन गर्न पर्यो, यो पनि त्यस्तै भयो हैन। समाजले चाहिँ अमानवीय क्रियाकलाप गर्न दिनु भएन। त्यसैगरी मानव अधिकार तथा मौलिक हक र कर्तव्यको संरक्षण गर्नु पर्यो। त्यसैगरी समाजमा चाहिँ न्याय कायम गर्दै समतामूलक समाजको निर्माण गर्नु पर्यो, यसका लागि पनि कानुन चाहियो हैन। त्यसैगरी राज्य प्रणाली सञ्चालनका आधारहरू तय गर्नको लागि कानुन चाहियो। विधिको शासन कायम गर्नको लागि कानुन चाहियो। अन्तर्राष्ट्रिय स्तरमा मुलुकको स्वाभिमान कायम गर्नु पर्यो। कानुन भयो भने मात्रै हाम्रो देशको, राष्ट्रको, राज्यको अरू देशमा चाहिँ स्वाभिमान कायम हुन सक्छ, नत्र भने त्यसलाई चाहिँ अरू देशले हेर्ने दृष्टिकोण त्यही अनुसारको हुने गर्छ। त्यसकारणले गर्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा मुलुकको स्वाभिमान कायम गर्न पनि कानुन हुनु पर्यो। र कानुनको डिफिनेसन पनि पढ्यौँ हामीले, कानुन किन हुनुपर्छ, महत्त्व र आवश्यकता पनि हेऱ्यौँ हामीले। यो आवश्यकता भने पनि महत्त्व भने पनि त्यही हो। त्यसगरी अब चाहिँ हामीले के हेर्छौँ भन्दाखेरि कानुनका स्रोतहरू चाहिँ के हुन सक्दछन् त? कानुनको स्रोतमा हामीले पहिलो नम्बरमा लिउँछौँ विधायन। विधायन भनेको के हो भन्दाखेरि व्यवस्थापिका अथवा विधायिकाले बनाउने नियम अथवा ऐन नै कानुन यो चाहिँ विधायन हो। यो चाहिँ व्यवस्थापिकाले निर्माण गर्छ। राज्यको वैधानिक शक्तिद्वारा जारी गरिएका औपचारिक कानुनहरूको संग्रह नै विधायन हो। ऐन, नियम, विनियम, निर्देशिका लगायतका औपचारिक कानुनी दस्तावेजहरू विधायन हुन्। विधायन सामान्यतया लिखित र प्रकाशित हुन्छ, राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ र जनतालाई जानकारी गराउनु पर्ने हुन्छ। लिखित प्रकृतिका हुन्छन्।
त्यसैगरी विधायनलाई प्राथमिक विधायन र प्रत्याजित विधायन गरेर दुई भागमा विभाजन गर्न सकिन्छ। प्राथमिक विधायन भनेको चाहिँ के हो भन्दाखेरि स्वयं विधायिकाले नै बनाउने हो भने प्रत्यायोजन कानुन भनेको प्रत्याजित अधिकार प्रयोग गरेर बनाउने कानुनलाई प्रत्याजित विधायन भनिन्छ। र पहिलो नम्बरमा छ प्राथमिक कानुन विधायन। प्राथमिक विधायन भनेको संविधानद्वारा विधायिकालाई प्रदान गरिएको अधिकारको प्रयोग गरी निर्माण गरेको कानुनलाई प्राथमिक विधायन भनिन्छ भने यो सेकेन्ड नम्बरको प्रत्याजित विधायन भनेको चाहिँ व्यवस्थापिकाले अरूलाई जिम्मा दिएको व्यवस्थापिकाले प्रत्याजित गरेको अधिकारको अधीनमा रही निर्माण गरिने कानुनलाई फेरि प्रत्याजित कानुन भन्छ। यसले चाहिँ अरूलाई अधिकार दिएको हुन्छ त्यसले नै बनाउँछ। र यो चाहिँ प्राथमिक विधायन भनेको चाहिँ डाइरेक्ट व्यवस्थापिकाले बनाउँछ है त। त्यसपछि अर्को इम्पोर्टेन्ट इक्जाममा एकदमै सोध्ने भनेको चाहिँ एउटा नजिर पनि हो र माथिको पनि सोध्छ। यो नजिर भनेको चाहिँ के हो त भन्दाखेरि कुनै दुविधा आयो नियम कानुन ऐनमा भन्दाखेरि त्यहाँ चाहिँ न्यायपालिकाले हेरफेर गर्छ, कानुनी रिक्तता हुन दिँदैन, त्यसलाई नै नजिर भन्छ। हामीले हेर्छौँ यहाँनिर न्याय सम्पादन गर्ने सिलसिलामा कानुनी रिक्तता अस्पष्टता होइन त्यसैगरी वा दुविधा भएमा कानुनी रिक्तता हुन नदिन कानुनको रिक्तता हुन नदिन अदालतले प्रतिपादन गर्ने सिद्धान्तलाई नजिर भन्छ। यो चाहिँ कस्तो भन्दाखेरि कानुनमा चाहिँ अस्पष्टता भयो होइन कानुनी रिक्तता भयो अथवा दुविधा भयो भने त्यसलाई चाहिँ कानुनी रूपमा मान्यता दिन कानुनी रिक्तता हुन नदिनको लागि अदालतले प्रतिपादन गर्ने सिद्धान्तलाई नजिर भन्छ। नजिरलाई न्यायाधीश निर्मित कानुन पनि भन्छ। किनभने न्यायाधीश निर्मित कानुनको रूपमा लिन्छ किनभने अब न्यायाधीशहरूले नै बनाउने हो यो। त्यसपछि न्याय सम्पादन प्रक्रियाले निरन्तरता दिन र न्याय प्रणाली अनुशासित र उत्तरदायी बनाउन नजिरको महत्त्वपूर्ण भूमिका हुन्छ। किनभने नत्र कानुनी रिक्तता हुन सक्दछ होइन। र त्यसै गरी एउटा चाहिँ हाम्रो सुरुमा चाहिँ एउटा कानुनको स्रोत अन्तर्गत एउटा विधायन भयो, त्यो चाहिँ दुई प्रकारको प्राथमिक र प्रत्याजित विधायन भयो। त्यसपछि दुई नम्बर नजिर, तेस्रो नम्बर प्रथा। र प्रथालाई पनि हामीले कानुनको स्रोतका रूपमा लिन्छौँ। विधायन भनेको त एकदम इम्पोर्टेन्ट भइहाल्यो, पहिलो नम्बरमा हो होइन। त्यसपछि नजिर पनि अब कहिलेकाहीँ अस्पष्टता भयो होइन, हुन्छ नै फेरि त्यो अभियसली कानुन निर्माण गर्ने कुरामा सबै कुरा समेटिन नसक्छ, कहिलेकाहीँ त्यहाँ अस्पष्टता हुनसक्छ होइन, त्यो पनि भइहाल्यो नजिर। त्यसपछि अब यिनी दुईवटा मुख्य भए। त्यसपछि प्रथाको रूपमा पनि लिन्छ। अब कुनै राष्ट्रहरूमा चाहिँ प्रथालाई नलिएर यो चाहिँ यो विधायनहरू त्यसपछि नजिरहरूलाई लिन सक्छ होइन। अब हाम्रो राष्ट्रमा चाहिँ के छ भने प्रथालाई पनि लिन्छ। अब प्रथा किन लिन्छ त भन्दाखेरि अब त्यहाँ कारणहरू पनि छ, त्यो हामीले पछि कुरा गर्ने नै छौँ। र यो प्रथालाई चाहिँ कसरी लिन्छ भन्दाखेरि अब किन लिन्छ भन्ने कुराहरू हामीले हेर्छौँ। जस्तो कुनै स्थान जाति धर्म विशेषमा मानिसले परम्परादेखि निरन्तर रूपमा मान्यता दिँदै आएका चालचलन रीतिरिवाज सामाजिक व्यवस्था आदिलाई प्रथा भनिन्छ। हामीलाई थाहा भएको कुरा हो। मुलुकको कानुन निर्माणमा कतिपय प्रथाहरू मार्गनिर्देशको रूपमा रहने हुँदा यसलाई कानुनको स्रोतका रूपमा समेत लिइन्छ। किनभने जस्तो अब कतिपय कुराहरू चाहिँ नियम ऐनमै आएका हुन्छन्, तर कतिपय कुराहरू सामाजिक मूल्य मान्यता भन्छौँ हामीले, जो सामाजिक मूल्य मान्यता, त्यो सामाजिक मूल्य मान्यताले चाहिँ एउटा समाजमा सिस्टम कायम गरिरहेको हुन्छ कि अमानवीय क्रियाकलाप हुन दिएको हुँदैन। त्यस कारणले पनि हामीले चाहिँ कानुनको रूपमा लिन सक्छौँ होइन। अरू कारण पनि हुन सक्छन्। अब यहाँ हेरौँ हामीले जस्तो प्रथाले चाहिँ कानुनी स्रोतको रूपमा मान्यता पाउन प्रथामा ध्याय बमोजिमका तत्त्व हुनुपर्छ, जस्तो बाई त्यसले लिँदैन होइन त। किनभने अब यहाँनिर देख्नुहुन्छ जस्तो प्राचीनता भनेको छ एउटा प्रथा चाहिँ प्राचीन रूपमा चलिआएको हुनु पऱ्यो। अहिले भर्खरै एउटा चाहिँ प्रथा चलाइदिने अनि यसलाई चाहिँ नियम कानुन बनाऊ भन्न चाहिँ मिल्दैन होइन। त्यस्तो गऱ्यो भने फेरि सिस्टम बिग्रिन्छ। त्यस कारणले प्राचीन खालको हुनु पऱ्यो। निरन्तर कन्टिन्यू आइरहेको हुनु पऱ्यो। त्यसमा नैतिकता हुनु पऱ्यो, निश्चितता हुनु पऱ्यो, तर्कसङ्गत हुनु पऱ्यो, एकरूपता हुनु पऱ्यो, सर्वस्वीकार्यता हुनु पऱ्यो, सबैले स्वीकार्य गरेको। र त्यसमा चाहिँ बाध्यात्मक शक्ति पनि हुनु पऱ्यो। फेरि त्यसलाई चाहिँ कति किन लिउने त, बाध्यात्मक तरिकाले एउटा बाध्यता भयो भने न कानुन बनाउने हो होइन। त्यस कारणले बाध्यता शक्ति पनि हुनु पऱ्यो त्यसमा। त्यसै गरी अब हामीले हेर्छौँ प्रथाले कानुनी मान्यता किन दिन्छ त, नदिए पनि हुन्थ्यो होइन। प्रथालाई चाहिँ कानुनी मान्यता दिनुका कारणहरू हेर्छौँ हामीले। जस्तो प्राचीन कालदेखि निरन्तर रूपमा चलिआएको हुनाले भावनात्मक वैधानिकता रहने भएकोले अब त्यसमा चाहिँ भावनात्मक वैधानिकता हुन्छ। किनभने प्राचीन कालदेखि पहिल्यैदेखि आएको हुन्छ, मानिसको
सम्पूर्ण कुनै समुदायको स्पेशल होइन कुन जातिको धर्मको यो चाहिँ एकदमै मानसिकतामा नै गढेर बसेको हुन्छ होइन। त्यसकारणले यो भावनात्मक वैधानिकता हुने भएकोले यसलाई चाहिँ एउटा ऐनमा समेटिन्छ, कानुनी मान्यता दिइन्छ। त्यसैगरी सामाजिक चेतनाको अभिव्यक्ति हुने भएको सामाजिक चेतना मैले भने अघि सिस्टम कायम हुन्छ नि त, सिस्टम कायम हुन्छ। कतिपय कुराहरू मूल्य मान्यता जस्तो समाजमा नियम कानुनले सबैले नटिपेका कुराहरूलाई पनि यस्तो गर्न हुँदैन यस्तो गर्नु हुँदैन भन्ने होइन, त्यस्तो खालको कुराले गर्दाखेरि सामाजिक चेतनाको अभिव्यक्त हुने भएकाले पनि ल्याइन्छ है। त्यसपछि सामाजिक व्यवहारमा वैकल्पिक कानुनको रूपमा स्वीकार्य भएको हुनाले होइन, वैकल्पिक कानुनको रूपमा यसले पहिलेदेखि नै कि सिस्टम कायम गर्दै आइरहेको छ होइन। कतिपय कुराहरू चाहिँ अन्धविश्वास होलान् अथवा प्रथाहरू चाहिँ त्यो चाहिँ अमानवीय हुन सक्छन्, तिनीहरूलाई चाहिँ भनेको होइन कि पोजिटिभ खालको होइन। र त्यसपछि न्याय र सामाजिक उपयुक्तताको सिद्धान्त, न्याय मतलब समाजमा चाहिँ यस्तो गर्न हुन्छ यस्तो गर्न हुन्न भन्ने कुराले न्याय दिइरहेको हुन्छ, सामाजिक उपयोगिता गरिरहेको हुन्छ हो, यो सिद्धान्तमा आधारित हुने भएकोले। त्यसैगरी भविष्यमा कायम रहने विश्वास जस्तो मलाई त्यस्तै हुनु भने भविष्यमा कायम रहन्छ यो चाहिँ यसलाई चाहिँ बचाएर राख्नुपर्छ भन्ने खालको गयो भने त्यसलाई चाहिँ कानुनी मान्यता दिइन्छ। त्यस कारणले पनि त्यसलाई चाहिँ कानुनमा समेटिन्छ है त। त्यस कारणले कानुनी मान्यता पायो प्रथाले पनि। र अर्को नम्बरमा छ घ नम्बरमा अन्तर्राष्ट्रिय शान्ति सम्झौता। यो अन्तर्राष्ट्रिय शान्ति सम्झौता छ, यसलाई पनि कानुनको स्रोतको रूपमा लिइन्छ। किनभने अब हामीले हेर्छौँ यहाँ कुनै पनि मुलुकले गरेका द्विपक्षीय वा बहुपक्षीय सन्धि सम्झौताले कानुनको महत्त्वपूर्ण स्रोतको रूपमा लिइन्छ। नेपाल सन्धि ऐन 2047 को दफा 9 मा नेपाल, यो चाहिँ तपाईँले चाहिँ एकदम इम्पोर्टेन्ट, यसलाई चाहिँ सम्झिनु होला। नेपालको सन्धि ऐन 2047 को दफा 9 मा है त साथीहरू, नेपालको सन्धि ऐन 2047 को दफा 9 मा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय शान्ति सम्झौतामा व्यवस्थाहरू राष्ट्रिय कानुनसरह लागू हुने व्यवस्था गरिएको छ भनेको छ। यी अन्तर्राष्ट्रिय शान्ति सम्झौता कुराहरूलाई पनि कानुनको मान्यता दिने, त्यहाँबाट चाहिँ कानुन निर्माण गर्नुपर्ने हुन्छ। यो चाहिँ चारवटा एकदमै महत्त्वपूर्ण भयो। र त्यसपछि अब यसको अतिरिक्त माथि उल्लेखित कानुनका स्रोतका अतिरिक्त अब अरू के कुराहरूलाई चाहिँ ल्याउन सकिन्छ भन्ने छ। जस्तो अब यहाँनिर देख्न सक्नुहुन्छ, जस्तो यो चाहिँ दार्शनिक विचार, कसैले दार्शनिक विचार छ भने त्यसलाई पनि कानुनको रूपमा लिइन्छ होइन। बनाउने चलन छ विद्वानका भनाइहरू, लेख रचनाहरू तथा वैज्ञानिक आविष्कारहरू। जस्तो वैज्ञानिक आविष्कारमा जस्तो फेसबुकहरू होइन, यिनी युट्युबहरू चलाउँदाखेरि अब यसको पनि त कानुन बनाउनु पर्ने। यदि यो आविष्कार हुन्न थियो भने त कानुन बन्दैन थियो, यो कुरालाई पनि ख्याल गर्नु पर्यो। त्यसपछि यसलाई चाहिँ अब कानुनको स्रोतको रूपमा लिने गरिन्छ। यो कुरा तपाईँहरूले जानकारी भइहाल्यो। र आजको कन्टेन्ट हाम्रो लागि यति नै भयो। र नेक्स्ट भिडियोमा चाहिँ हामीले अब यसपछि हामीले चाहिँ कानुनी राज्य अथवा कानुनी शासन, नो वन इज अबभ ल अथवा डोन्ट बिकम सो हाई बिकज देयर इज ल अबभ यु भनेर हामीले त्यसपछिको सुरुवातीमा अब कानुनी राज्य र कानुनी शासनको सुरुवात गर्नेछौँ अर्को नेक्स्ट सेसनमा। र आजको लागि हामीले यति नै गऱ्यौँ। हस्, धन्यवाद।